नमस्ते, इसमी ताङसाङ गगन। यो चाहिँ जडीबुटीदेखि मकपुर साइड जाने बाटो हो। यो चाहिँ कोटेश्वर जाने बाटोमा ठिमी साइडबाट एकदमै अहिले अभिजितको समयमा बाटो अस्तव्यस्त भइरहेको अवस्था छ। हरेक चोकमा ट्राफिक जाम, तर पनि आफ्नै सुरमा चाहिँ सवारी साधनहरू चाहिँ चलिरहेको छ। देख्न सक्नुहुन्छ बिचमा एउटा राम्रो सुन्दर बगैँचा जस्तो फुलले घेरेको ठाउँ पनि छ। यसरी बसिरहेको छु म यता। एकदमै राम्रो सुन्दर ठाउँ रहेछ यहाँनिर होइन। यहाँ आएर चाहिँ यस्तो यो अवलोकन गरेको अलिक ढिला भइसक्यो र पनि म चाहिँ इभिनिङ वकमा आएको। खासमा इभिनिङ वकमा आउँदाखेरि चाहिँ यहाँ चाहिँ बस्नु एकदम राम्रो लाग्यो, त्यसले गर्दाखेरि चाहिँ यहाँ बसिरहेको छु। यहाँको दृश्य पनि देखाउनेछु, राति कस्तो देखिन्छ भनेर अगाडि हेर्नुलाई त। हेर्नुहोस् यो चाहिँ यताको चाहिँ यो चाहिँ पोर्ट के अरे जुन एयरपोर्ट हो, बत्ती बलिरहेको ठाउँमा होइन। दोकान थाली यहाँ जाने यस्तो राम्रो बगैँचा छ होइन। यत्रो राम्रो बगैँचा छ कि यहाँ चाहिँ एकदम शान्त हुन्छ कि यो ठाउँमा। एकदमै बिजी हुने ठाउँ हो नि त। यहाँ चाहिँ शान्त रहेछ क्या।